पछि के हुन्छ थाहा छ भनेर मान्छेहरू अहिलेदेखि आत्तिरहेछन् कि होइन आत्तिनु पर्दैन कि अनुभवी मान्छेलाई सोध्नु न पछि के हुन्छ म राम्रोसँग भनिदिन्छु त्यसले छोडेर जान्छे त्यसले छोडेर गएपछि 8-10 दिन चाहिँ नबाचु जस्तो लाग्छ मैले जति माया गरेन मान्छेहरूले मलाई बुझेन जस्तो लाग्छ होइन अनि 8-10 दिनपछि त्यसलाई भुलिन्छ अनि अर्को केटी जिन्दगीमा आउँछ होइन त्योसँग होइन के टेन्डर मेन्डर गरेर बिहे हुन्छ बिहा भएपछि होइन 2 महिना चाहिँ ओहो यस्तो राम्रो केटी मेरो भागमा पर्यो कस्ता कस्ताको पछि लाग्यो भनेर आफूलेदेखि आफैलाई हाँस उठ्छ होइन त्यो केटीलाई छोडेरै नजाऊ कहीँ नजाऊ जस्तो हुन्छ 2 महिना चाहिँ 2 महिनापछि फेरि अलिअलि झ्याउ लाग्दै जान्छ होइन अनि यता लटर पटर गर्दै गर्दै होइन बालबच्चा लाला हुन्छ लाला भएपछि ओहो डाइपर साइपर फेर्ने बानी पर्छ फरिया सरिया धुने बानी पर्छ होइन अनि अरूलाई दिनुपर्ने टाइमको पनि त्यही परिवारलाई मात्रै दिइरहनु पर्छ अलिअलि झ्याउ पनि लाग्छ रमाइलो पनि हुन्छ हो यस्तै हुन्छ अरू त्यस्तो केही पनि हुँदैन चिया सेलाउँछ चिया सेलाए फालिदिने होइन दुनु भैँसी एउटा ल्याउने दुनी फेरि पकाउने खाने चियाको चिया ठुलो कुरो होइन फुल ओइलाउँछ अरे फुल अहिले मान्छेहरूले मान्छेकै सट्टामा उहाँ डल युज गरेर थालिसके होइन जीवन साथी भनेर होइन त्यस्तो युज गर्न थालिसके फुल प्लास्टिकको फुल दिने नओइलाउनको लागि चिन्ता लिने नै होइन है यस्तै गरी जिन्दगी चल्ने हो पछि केही पनि हुँदैन त्यस्तो त्यो धेरै सेन्टी भइरहनु पर्दैन ल धन्यवाद मेरो भगाई